हेलो गाइस नमस्ते गाइस एकरा भन्न सायोनारा यस्तो हाँसो लाग्दियो हजुर बित्या छन् हामीहरू यहाँ मजाले टिकटक बनाउँछ आजको भ्लग न्यू भ्लग हो स्टार्ट किन भयो कि हजुरबा बिते भनेर यसले हजुरआमा लियो तर सुन्नुभयो नि हजुरबा भने अहिले तर मैले त्यस्तै सुनेको अब बनाउनु पर्यो भिडियो लामो त गर्नै पर्यो नि सबैले अब एउटा एउटा रिलिक्स त हुन्छ सबको मेरो लिरिक्स त्यही नै हो गाइस तर साच्चै भने भोक लागेर यस्तो यो नक्कली बोल्न खोज्दैन त्यही हो भ्लग त बनाउनु पर्यो जेसीमा पनि लिनु पर्यो अब नलियो भने कसरी हुने हो त्यताबाट पात आउँदैछ हामी यस्तरी गफ हान्दैछौँ बाटोमा हिँड्दैछौँ के भन्यो के किन्ने हो रे धुप अब भोक लाग्यो भनेको म यो हैन अब मोबाइल छ यस्तो यस्तो मोबाइल हाम्रो होइन मामाको हो आज मामाको 15 प्रो म्याक्स मिल्यो त्यही भएर रिल र भ्लग बनाइहालौँ भनेर आएको ल अब आइफोनको धातु के भन्छन् भ्लग आइसकेपछि लाइक सब्सक्राइब सेयर त गर्नै पर्यो हजुरलाई पनि थाहा नै हुन्छ त्यो कुरा मामाले देख्नुभयो भने चाहिँ मार्नुहुन्छ हैन त्यसैले हामी डिलिट गरिदिन्छौँ ल नै डिलिट गर्दैन मेरो आइडीमा हुन्छ मेरो के भन्छन् युट्युब भ्लग आउँछ लाइक सब्सक्राइब सेयर गर्नुपर्छ नगर्यो भने अस्को मैले छुटिन्छ टिकटक नाम पनि होला मनिष जङ कुँवर के यस्तै होला लाइक गर्नु सब्सक्राइब गर्नु मेरो फेस त तिमीहरूले देखिहालेको हुन्छौ रिलमा बनाउँदैन एनसी त के कुरा गर्ने एनसी त के कुरा गर्ने इन दुइटा पनि पट्टिने हुन् तर दिदी भएर नपट्टेको हो थाहै होला